यो हाम्रो फर्मको चाहिँ आज देखाइरहेछु सरहरूलाई हैन। यो चाहिँ 10 वर्षको बोट यसरी एउटै बोटमा चाहिँ यसरी धेरै हाँगाहरू आउँछ हैन। अनि फलिरहेको अब राम्रो बोटमा चाहिँ यसरी पातलो पातलो फल्छ चट्टसँगले हैन। यसरी एकै ठाउँमा दाना ठुलो सानो साइजको मिलेर फल्छ है। यस्तो हुन्छ। यो सानो ठुलो साइजको चाहिँ यसरी टक्क आएको हुन्छ यसमै जुप्पामै। यसरी कुनै सानो ठुलो यसरी आउँछ, देख्न सक्नुहुन्छ साथी हो हैन। गुणस्तरीय बिरुवा रोपौँ अनि गुणस्तरीय बिरुवाले मात्र भोलि पार लाउँछ, त्यस्तो हुन्छ। यसरी धर्सो आएको हुन्छ धेरै मुखेमा है। राम्रो बोटमा चाहिँ पातलो फल्छ यसरी सानो ठुलो मिलेर फल्छ है साथी। यसरी यहाँ देख्न सक्नुहुन्छ। आज हाम्रो फर्ममा आएको छु म। यसरी चर्लक्क फल्छ राम्रो बोटमा चाहिँ सानो ठुलो यसरी मिसिएर फल्ने हो हैन। देख्न सक्नुहुन्छ। ल 10 वर्षको बोट चाहिँ यत्रो हुन्छ है त, 10-11 वर्ष देख्न सक्नुहुन्छ है। यो हाम्रो फर्म हो, यसरी फलिरहेछ दाना। ग्राफ्टिङ चाहिँ यसरी बढिरहेछ। यो चाहिँ धेरै स्तरीय जातको एकदमै राम्रो धर्सो आउनेवाला ग्राफ्टिङ भयो। यो चाहिँ ग्राफ्टिङ बिरुवाहरू चाहिँ हामीले चाहिँ रोपिसकेका छौँ। यसरी सर्लक्क धर्सो आउँछ, चिनिन्छ। अब यो बढ्नु थालेपछि यसलाई कसैले पनि रोक्नु सक्दैन। त्यो भएर साथी हो तपाईहरु पनि बेलैमा राम्रो गुणस्तरीय बिरुवा लाउनुस्, आम्दानी बढाउनुस्। मुखदार चाहिँ यसरी चिनिन्छ है साथी, ट्याक्क पारेर हैन। यसरी आउँछ मुखदार। यो चाहिँ मुखदारको देख्न सक्नुहुन्छ। मुखे दाना चाहिँ यसरी नै चिनिन्छ हैन। यो चाहिँ चार मुखे हुन्छ। यसको चाहिँ डाँठमा सेतो हुन्छ भनेर भनेको थिएँ मैले। यसरी चिनिन्छ यो। यो मुखे दानाहरू चाहिँ यसरी फलेको हुन्छ हैन, चिनिन्छ यो। यो 3 मुखे भयो हैन। अब यो यता पनि चाहिँ यसरी चिनिन्छ सर्लक्कै।